बिहानको सुरुवातीसँगै आज फेरि आफ्नै करेसवारीमा प्रकृतिले प्राकृतिक रूपमा हाम्रो स्वास्थ्यको लागि बनाइदिनु भएको हरियो परियो तरकारीसँग तपाईँहरूको समक्षमा उपस्थित भएको छु। संसारको जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै मरुभूमि, जुनसुकै समुद्र, जुनसुकै सयौं तला बिल्डिङबाट पनि हेर्दै हुनुहुन्छ नि, यो हाम्रै गाउँको अर्ग्यानिक तरकारी सिस्नु तपाईँलाई कस्तो लाग्छ त? आज बिहान उठेर तपाईँहरू सब्जी मन्डीतिर धाउनु भयो होला। कुन सब्जी मन्डीमा के तरकारी सस्तो पाइन्छ, कहाँ गएर कति कम मूल्यमा कस्तो गुणस्तरहीन तरकारी पाइन्छ भनेर खोज्दै हिँड्नु होला छरपटै गल्ली गल्ली, चोक चोक, सहर सहर। तर म चाहिँ त्यस्तो होइन। म प्रकृतिले प्राकृतिक रूपमा हाम्रो स्वास्थ्यलाई खाना बनाइदिनु भएको छ करेसवारी डुल्ने क्रममा आज बिहान उठेर यति तरकारी, एक बाल्टी तरकारी लिएर आएँ। तपाईँहरू संसारको जुनसुकै क्षेत्रबाट पनि हेर्दै हुनुहुन्छ, यो तरकारीलाई कस्तो लाग्छ त? नेपालको अर्ग्यानिक तरकारी हेर्नुहोस् त, कति भिटामिन र मिनरल्सले भरिपूर्ण, प्रोटिनले भरिपूर्ण यो तरकारी। न केमिकल छ यसमा, न केही नराम्रो चिजहरू छ, न यसमा पैसा गयो। बस हाम्रो खाली रहेको समय मात्रै केही 5-10 मिनट समय निकालेर गएर टिपेर ल्याइयो। त्यसकारण तपाईँहरू संसारको जुनसुकै क्षेत्र जहाँ बसे पनि बिहानको सुरुवाती गरेर तपाईँहरू पक्कै पनि आफ्नै करेसवारीमा अथवा प्रकृतिले दिनुभएको करेसवारीबाट ल्याएको सब्जीमा बढी जोड दिनु होला। बजारको केमिकलयुक्त, पोइजनयुक्त सब्जीभन्दा आफ्नै करेसवारीमा उत्पादन भएको, हामीले उब्जाएको पनि होइन के, भगवानले हामीलाई उब्जाइदिनु भएको यस्ता तरकारीहरूबाट दिनको सुरुवात गरौँ भन्ने नाराका साथ संसारभरि छरिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई यस भिडियोमा यहाँ सम्प्रेषण गर्दैछु। पक्कै पनि तपाईँहरूले अब यी भिडियोहरू हेरेर बिहानको सुरुवाती गर्दाखेरि चाहिँ कसरी हुन्छ आफ्नै करेसवारीमा उत्पादन भएका, भगवानले उत्पादन गरिदिएका सब्जीहरूबाट इस्तेमाल गर्नुहोला। तर यसको पोल्ने भन्दा पनि यसले गर्ने गुणको, यसले दिने जुन भिटामिन र मिनरल छन् त्यसको चाहिँ गीत गाउँ। पोल्छ भनेर यसलाई नह्याप्यौँ। पोल्छ भनेर ह्यापियो भने काम छैन। यसले दिने जुन तत्त्व छ त्यसबाट हामी प्रभावित हुन सिक्नु।